हेलो एभ्रिवान, गुड आफ्टरनुन। म चाहिँ आज मेहन्दी लगाउँदैछु। मैले चाहिँ यति लगाइसकेँ, अघि भर्खर लगाइसकेको। अब चाहिँ म चाहिँ याद आयो क्या, रेकर्ड गर्नु पऱ्यो भनेर याद आयो, अनि अब रेकर्ड गर्न थालेको। यो चाहिँ आफ्नो मनमा जे जे इच्छा आउँछ त्यही बनाउँदैछु म, हेर्दै जानु होला। अहिले चाहिँ फ्लावर बनाएर अनि त्यसको लिफहरू बनाएँ होइन। अब अर्को बनाउँछु र यो माथिसम्म यो टप टप भरिदिन्छु। त्यही सोचिरहेको छ, हेर्दै जानु होला है। यो मैले साइडमा चाहिँ यो राखिरहेको छ नि, यो चाहिँ ऊ बनाएको, हातमा लाउने ब्रासलेट बनाएको है। यो पनि थरी थरी कलरको छ, पिङ्क रेडको चाहिँ मालावाला भइहाल्यो पुरै यो ब्रासलेट वरिपरि नि। अनि यो झुन्डेको जस्तो छ नि, ह्याङ्गिङ टाइपको हो। यो चाहिँ पिङ्क, ग्रिन र येल्लो र ब्रिन्जल कलरको छ। यो चाहिँ ब्रासलेट बनाएको। यो बनाइसकेर अनि मेहन्दी लगाउन थालेको। अब साउन स्पेसल लिप बनाउँदैछु। मलाई दामी मेहन्दी लाउन आउँथ्यो, तर मैले धेरै 1-2 वर्षै भयो मेहन्दी लगाएको होइन। अहिले चाहिँ कस्तो अलि हार्ड भयो क्या, लाउनलाई गाह्रो भयो। नत्र मलाई मेहन्दी चाहिँ आर्टहरू राम्रो आउँथ्यो। हात चाहिँ अलि उ भइसकेर हुन्छ, हात चाहिँ अलिक बसेको, हात चाहिँ अलि सजिलो भयो क्या अहिले। पहिला रेगुलर लाउँथेँ र सजिलो हुन्थ्यो, छिटो फास्ट हुन्थ्यो। फिनिसिङ क्लियर हुन्थ्यो। अहिले चाहिँ अलिक फिनिसिङ क्लियर भएन कि जस्तो लागिरहेको छ। तर यो चाहिँ मलाई मनमा लागेको, जे मनमा आयो त्यही बनाउँदैछु। डिजाइन चाहिँ हेरेर बनाएको भए चाहिँ बेग्लै हुन्थ्यो होला। म चाहिँ मेरो मनको मनमानी गर्छु क्या यस्तो लाउने बेलामा चाहिँ। किन डिजाइन हेऱ्यो भने चाहिँ सबैको एउटै कपी हुन्छ होइन। डिजाइन चाहिँ सेम हुन्छ नि त सबैको। तर अलि स्लो भयो। मैले मेहन्दीको कोन पनि अलि यस्तो भएर समाएँ क्या, अनि त्यही भएर यो पनि यसले पनि भयो। उन्नीको पा जस्तो दिमागमा आयो त्यही बनाइदिएको। अब बिस्तारी बनाउँदै यो कम्प्लिट गरिदिन्छु। अब हेर्दै जानु होला युट्युबमा के बन्छ। मैले यो इन्डेक्स फिङ्गरमा लगाएको छु नि, 1मा। अब यसमा के बन्छ हेर्दै जानु होला। यसमा म सानो हुन्छ नि सर्कल बनाउँदै जान्छु। तर चुच्चो टाइपमा सर्कल बनाउँछु, हल्का ओभल टाइपमा। देख्नुभयो, ओभल टाइपमा देदारी। यो भयो भने चाहिँ अलिक फिनिसिङ राम्रो आउँछ कि। अरूमा चाहिँ म हाफ बनाउँछु होला सायद। मिडल फिङ्गर, रिङ फिङ्गर र लिटल फिङ्गर र थम्बमा बटरफ्लाई बनाउने सोचिरहेको छु। पछि बनाउँछु थम्बमा चाहिँ। अरूमा चाहिँ 3-4वटामा चाहिँ अहिले बनाउँछु। अनि त्यसरी ब्याक लगाएपछि चाहिँ फेरि
फ्रन्ट साइडमा पनि लगाउँछु। फ्रन्ट साइडमा चाहिँ अर्कै डिजाइन फ्लावरहरूको डिजाइन बनाएर लगाउँछु। तर पहिलाको जस्तो फिनिसिङ क्लियरै आएन। पहिला कस्तो फिनिसिङ क्लियर गर्थेँ, सोचेको जस्तो भएन। यो मेटेपछि राम्रोसँग बनाउनु पर्ला। अब हेरौँ यो विदाउट यो निक्लिसकेपछि कस्तो लाग्छ हातमा, होइन? मैले हाफ हाफ बनाइदिएँ। दिमागमा जे आउँछ त्यति बनाउँदै गएको छु। कोहीमा फ्लावर बनाउँछु, कोहीमा के बनाउँछु होइन। मेरो नेल पलिस पनि हेर्नु न, हरियो सबै मेटिसक्यो आधी आधी भयो। अब यो पुसेर यसलाई चाहिँ रिमुभ गरेर फेरि पलिस हरियो लाउँछु। टक्क लगाएर साउनभरि त हरियो लाउने हो। पहेँलो चोराहा हरियो रातो। तिमी आयो गुनमा झन्झलिया। यो सिन्धुमा लगी कसको सँगै मलाई यति बेर याद आयो छ। कस्तो बस्यो माया प्रीति शक्ति नमा बिर्सन, तिम्रै हो यो लैजो जुबाना। नयाँ नयाँ जवानी छ, नयाँ नयाँ रङ्ग, आफैहरू हेरी म त हुन्छु दङ्ग। लाउन नि शक्ति नमा बिर्सन, तिम्रै हो यो। ल फिनिस भयो मेरो लगभग। मेरो मेहन्दी चाहिँ डिजाइन सक्यो। मेरो दिमागमा जे आउँछ त्यही डिजाइन गर्दै गएँ। इट्स कम्प्लिट मेहन्दी डिजाइन माइसेल्फ। तपाईँलाई पनि लाउन मन छ भने